Hello guys, welcome to my YouTube channel. स्वागत छ। आजको भिडियो चाहिँ अलिकति स्कुलबाट चाहिँ सापुरो लाँदैछ, त्यसको लागि चाहिँ भिडियो तयार पार्दैछु म। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो स्कुलको हैन। अब हामी चाहिँ निस्किनलाई तयार भइसकेको छौँ। अब सबै हैन हेर्न सक्नुहुन्छ यतातिर अब हामी निस्केको यहाँबाट है। अब गाडीमा चढ्नलाई हिँडिसकेको छौँ। हामी चाहिँ हाम्रो चाहिँ 3वटा बस छ है गाइजहरू। हामी चाहिँ बस चढ्न लागि हिँड्यौँ। बसभित्र चाहिँ कस्तो रहेछ त बस? यो चाहिँ साह्रै महँगो आज है। महँगो आज है 17 हैन 17 प्रो आज। अब चाहिँ गाडी हिँड्यो भित्र हाल्ने हैन के पनि सिट बेल्ट लाउँदै सिकाउँदैछ गाइज हो। हेर्न सक्नुहुन्छ यहाँको बस हैन। म चाहिँ पहिले सिटमा बस्छु। लगाउने को थियो सबै भिडियोमा आउनु पर्छ। बाहिर सिनहरू देखाउने हामी यहाँ गइरहेको छौँ। यस्तो भइरहेको हामी यो ठाउँ पुग्यो है। यो ठाउँ आउँदैछ। हाम्रो नेपालको पाहाड देखाउने। नेपालको पाहाड रहेछ हाम्रो यहाँ पनि। नेपालसँग मिल्दो रहेछ त्यसमा हुन्छ क्या। यहाँको रोड यस्तो स्वभाव हुन्छ यस्तो हुन्छ। यहाँको मान्छे यहाँको राम्रोहरू देखाउने कि यस्तै भिडियो बनाएर बोल्ने पनि पऱ्यो क्या। प्रो नि एक्सप्रेस वे हो क्या यो? एक्सप्रेस वे पुलै पुल हो क्या। अब एक्सप्रेस वे चोर बाटो नेपालमा हिँड्ने चोर बाटो होइन। दाजु ग्रिन हाउस आफै जिउँदै सही सिस्टम नेपालीहरू नेपालीहरू के गरिरहेछ हल्ला गरिरहेछ। नेपालीहरू के गरिरहेछ हल्ला गरिरहेछ।
के पार्टी हो गया उठने बेला अब उठने ला ओइ भन्छु किन सुत्नु उठ्ने बेला चिन्ता रहेछ इसकी बात जानुपर्ने होला नि त बाहिर होचो गरेको गोठाउँ बाहिर निस्किनु भयो छはい、いいです。はい。どれじゃないですか。1時35分にもうバス出ます。はい。こいつま。पवन भाइ पवन लोग चाहिँ फेरि यो त के दुईटा मात्र गाडी छ त है सानो हो हाम्रो हामी मात्रै हेर्नु त्यो गाडीमा के भन्छ हो त्यस्तो अन्त हेरेको
चाहिँ गाइज हाम्रो पहिलो ब्रेक टाइम चाहिँ सकिएको छ। गाडीमा फर्किँदैछु म चाहिँ गाइज होइन। हरेक 1.5 घन्टामा चाहिँ के ब्रेक टाइम हुन्छ। हाम्रो 3वटा बसहरू, हामी चाहिँ सानो बसमा होइन। पछाडि चाहिँ यो अगाडि जस्तो सहिराख्यो पछाडिको चाहिँ लेभल मिलाइरहेको छ यो गाडीहरूको, त्यही भएर चाहिँ हामीलाई छट्ट देख्यो होइन। गाइज अब हामी यहाँबाट निस्केको है त गाइजहरू। हेर्दै गर्नु होला भिडियो। अब यस्तै हो यात्राको भिडियो। प्रायः जस्तो अब निदाउन थालिसकेको छ, मान्छे सोध्न थालिसकेको छ होइन। दिउँसै ल टेन्सन हुन्छ, सबै निदाइरहेको छ होइन। धेरै 4-5 घन्टाको यात्रा गर्नु छ, त्यही भएर अब थाकिसकेको छ। म चाहिँ अब यताउति होइन हुन्छ नि भ्यूहरू हेर्नमा बिजी छु भनौँ न। एकदम मनमोहक मन लोभ्याउने ठाउँहरू छ होइन, यति राम्रो होइन। अब नेपाल जस्तै हो, तर यहाँ चाहिँ विकासले गर्दा चाहिँ धेरै हुन्छ नि। अब सिधा बाटो के, पुरा डाँडा काँटालाई पुरै तराई बनाइदिएको छ यहाँ चाहिँ। अब त्यस्तो बाटोको लागि चाहिँ त्यस्तो सुविधा के, अब के भन्नु। अब यताउति होइन गाडीमा ढल्किने त्यस्तै छ नि होइन। बाहिरतिर यसो के रहेछ हेर्ने, तपाईँहरूले पनि देखाउँदैछु, हेर्नु होला। एकछिन सुत्नु पऱ्यो म पनि। अब एकछिन सुतेर अनि त्यहाँबाट चाहिँ फेरि त्यहाँबाट भ्यू दिन्छ, त्यहाँबाट चाहिँ अनि फेरि भिडियो गर्नेछु। हेर्न सक्नुहुन्छ बाहिर रमाइलो होइन, जङ्गलको बिचमा खेतहरू छन्। एकछिन सुतेको है त गाइजहरू। हेर्न सक्नुहुन्छ यो चाहिँ पहिलो सुरुङ हो। म पनि बिउजिसकेँ सुरुङ आउने नजिकै। हेर्न सक्नुहुन्छ यहाँ सुरुङभित्र चाहिँ यो चाहिँ सुरुङमाथि सुरुङ जोडेको हुन्छ क्या। यहाँ चाहिँ अब एउटा सुरुङ आयो फेरि खुल्छ, फेरि अर्को सुरुङ आउँछ होइन। म पहिले पनि गइसकेको छु, त्यही भएर मलाई यहाँको बाटोको बारेमा थाहा छ। दुईटा मात्र छ एउटा ब्रेक हो र ब्रेक हो कि यहाँ त कस्तो ठाउँ ल्याइयो कस्तो छैन कि छ, हरेक ठाउँमा कस्तो हुन्छ। हामी फेरि आयो यहाँ क्युकेको ठाउँमा। गाइजहरू यहाँबाट चाहिँ अब सुरुङ सुरु हुन्छ क्या। अब हेर्न सक्नुहुन्छ एउटा सुरुङ कट्यो, अर्को सुरुङ आउँछ है। अब फेरि यो सुरुङ कट्ने बित्तिकै अर्को आउँछ जस्तो लाग्छ मलाई चाहिँ होइन। किनभने यहाँ चाहिँ अलि ठुलो अग्लो डाँडाहरू चाहिँ धेरै छ कि यो ठाउँमा चाहिँ। यो चाहिँ जङ्गलमा हो कि, त्यही भएर चाहिँ एउटा सुरुङ कटेपछि अर्को सुरुङ सुरु भइहाल्छ यहाँ चाहिँ। अब डाँडा छेडेर सिधा बनाएको हो क्या बाटोहरू चाहिँ सबै होइन। हेर्न सक्नुहुन्छ एकदम भित्र पनि होइन। अब नेपालमा त भर्खर 1-2 ठाउँमा बनाउँदैछ, यहाँ चाहिँ यस्तो चाहिँ टन्नै छ। अब गर्ने त सधैँ छैन क्या, 20-22 वटासम्म चाहिँ गन्छ, त्यसले गर्नै सक्दैन। अब कति हो कतिचोटि बिचमै निदाउँछ होइन। हेर्न सक्नुहुन्छ ट्याक्क आयो। खोलामा पुल छ, अब डाँडामा चाहिँ छेडेको छ। हेर्न सक्नुहुन्छ फ्याटबाट आएकै चाहिँ एउटा डाँडामा एउटा पुल हुन्छ, अनि एउटा डाँडामा चाहिँ एउटा अब यस्तै सुरुङ खन्यो, अनि त्यसपछि एउटा डाँडा छेडिसकेपछि अनि गएर आउँछ, त्यसमा चाहिँ पुल राखिन्छ होइन। पुल राख्छ अनि सबै अरू बाटोहरू चाहिँ ओभरल्याप हाल्छ कि। अब चोकहरू चाहिँ यहाँ हुँदैन, चोक पनि सबै चोकमै पुल माथिबाटै चोक छ प्रायः चाहिँ। यो सहरमा भन्दा बाहेक चाहिँ यो चाहिँ हाइवे हो। हाइवेमा चाहिँ यस्तो छ गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि होइन। अब देश चिन्नलाई देश छोड्नुपर्छ भनेको हो नै रहेछ भन्ने कुरा चाहिँ थाहा भयो मलाई चाहिँ होइन। अब नेपालमा बसेर यो गरिन त्यो भएन यहाँ दिइरा भन्दा चाहिँ यस्तो चाहिँ यो
खुद गएर हेर्न पाउनु नै अब ठुलो कुरा जस्तो हो। यहाँ अब सिक्ने हो हेर्ने हो कस्तो छ होइन। नेपालमा त यो हिसाबमा त सम्भावना नै छ, हेर्न सक्नुहुन्छ होइन। यस्तो सुरुङ खन्नुपर्ने त कति हो कति, हाम्रो डाँडा कति छ होइन, हेर्न सक्नुहुन्छ। अब 1 घन्टा जति लाग्ने एउटा डाँडा छ भने यहाँ 10 मिनटमा फुरुत्तै छिराउँछ। यस्तो त धेरै छ गाइजहरू, अब हेर्न सक्नुहुन्छ। एउटा आज चाहिँ हामी सापकोरो गइरहेछौँ। हाम्रो दाइ यहाँ भाले भइराख्नु भएको छ, कपाल ठाडो ठाडो पारेर होइन, खतरा सुतिराख्नु भएको छ। यो चाहिँ बाहिरको भ्यूहरू हो। हामी सबैजना गाडीमा छौँ। यहाँ हाम्रो सीता 18+। हाम्रो सेन्सीहरू पछाडि हुनुहुन्छ, सबैजना सुतिराख्नु भएको छ पछाडि, आफ्नो आफ्नो धुनमा हुनुहुन्छ सबैजना। भ्लगमा आएन, सेन्से भ्लगमा आउनु भनेको एकजना सेन्से आउनु, एकजनालाई छेलिरहेको क्या, छेलिरहेको। त्यही भएर दाइ हाम्रो भाले कट चाहिँ खतरा छ क्या दाइको है, यस्तो हिरो देखिरहेको छ क्या हाम्रो। यहाँ दाइ हुनुहुन्छ एउटा जोड्नु न। प्लास्टिक काँचको मासु क्या बोल्ता है कसैले। काँचको यो झलकै एउटा यस्तै भिडियो हे केटा आयो केटाहरू हामी कहाँ आयो भन्छ। कति माट्यो। हेलो हेलो तेरो त अनुहारको रेटै महँगो छ भन्दा देखाउँदिनँ भयो। भ्युजहरूले हेर्नै सकेन भने कि अनि मलाई दुखाइको पिस छैन, यो भाले बिग्रिन्छ भने पिस। ए म कस्तो देखेको आइनामा देखिरहेको छ म। Country ad by Marathon। यो कहिले आउँछ? यो त धेरै टाढो रहेछ यार। भनै देख्दैन। हामी चाहिँ आइसकेको छ। है के छ सबै केटाकेटीहरू आउँछ ल। साप्रो ओइ यो वाक गर्ने आइस। हेलो हेलो एउटा मात्र हो।
आई कहाँ क्यामेराम्यानको पेटमा हाने यार हाम्रो भुटसेन्सीहरू आउँदैछ औ पुलिस पुलिस Wait. हाम्रो चाहिँ आइसकेको छ गाइज Ale? Saan yun ko? Arigatou gozaimasu. Huh? Saan ninja? Uy, खुल्यो. Hello. हात खोचिरहेको छ Uy, kato. Irete. Oh, sugoi na. पक्का Laka. लक्क Wait. Hello guys. क्या कस्तो फोर फोर वै ल सोफा सिट कस्तो वाला पो रहेछ यार अलि अचम्म वाला सुगैन सेमाइ ठिक भयो हामी दुईजना ल्याएको छु है कति तान्नु के रहेछ हेरौँ त खै हो कफी के छ तान्नुपर्छ है ओ यहाँ सब कफी सफीको रहेछ ओ ए तारीको लागि पनि कोड आइसो कोरी हामी चाहिँ के रहेछ चेक गर्दैछौँ गाइज फ्रिज फ्रिज पनि रहेछ यार यसपालि फ्रिज सोधेस् नि हो सुगैन हेर्न सक्नुहुन्छ पेन्टिङ रहेछ त्यो चाहिँ हाम्रो पासालाई पासा के रहेछ यसो हेर्नु पर्यो होइन सुरिपो पनि रहेछ तकिया पनि रहेछ होइन गाइस हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ हाम्रो एस्ट्रा तकिया हुन्छ नि त्यो हिटरमा सही रहेछ यो कपडा ए सुकाउनलाई होइन सुकाउने बाथरुम आइस ऊ पनि रहेछ यो के हो यो यो सुकाउने हो सही रहेछ त है सबै रहेछ तिन चारवटाहरू रस होइन दाल खानी जाने भित्र पो रहेछ के दाल खाने ड्रायर रहेछ ए यहाँ त सेटवाला ड्रायर सही रहेछ आदमी पनि मिलेन क्या यहाँ गाउँमा पनि क्या है नुहाउनको लागि तयार होइन यतिको चाहिँ भन्नु पऱ्यो कि गाइस होटल भएपछि होइन टिभी पनि छ गाइस ट्याक्क टिभी हेर्नलाई यो चाहिँ के रहेछ रुम फ्लोर अन अफ नगएको रे टेलिफोन चार्जर मेमो यहाँ चाहिँ केही हुँदैन गाइस हाम्रो सामान राख्ने चाहिँ हो यो स्विच हैट्स सगाइन सामुई औ दामी सामुई रहेछ हेर्नु गाइस जापानिज स्टाइलको त्यो जापानिज के भन्छ यसलाई होटल जापानिज होटल ओके छिटो होला मलाई गाइस हामी चाहिँ फाइनली आइसकेका छौँ हाकोदाटे सापुरोमा ओके अदो चाहिँ यो होटल मलाई बुढाउला मलाई